लेखौँ त माटो सेल। लेखौँ त माटो सम्बन्धी अध्ययन गर्ने शास्त्र पेडोलॉजी और इडाफोलॉजी। यो माटो सम्बन्धी अध्ययन गर्ने शास्त्र भनेको पेडोलॉजी और इडाफोलॉजी भयो। माटोको शुद्धता पीएच स्केलमा नापिन्छ। 1 सेन्टिमिटर माटोको तह भन्नु करिब 300 देखि 400 वर्ष लाग्दछ। र यो फादर अफ पीएच स्केल भनेको फादर अफ पीएच स्केल इज Sorensen. Sorensen is known as father of this scale. And for neutral substance, its pH value is 7. For good soil, मतलब खेतीको लागि योग्य soil, its pH value is 6 to 8. And for dead soil, its pH value is 4.5 भन्दा कम र 8.5 भन्दा बढी। माटो संरक्षणको संस्थागत प्रयासको थालनी 2002 मा वातावरण तथा भू उपयोग नीति अवलम्बन 6 योजनाबाट भएको। वातावरण तथा भू उपयोग नीति अवलम्बन कति योजनाबाट भएको हो भन्दाखेरि सर त्यो राइटिङ ह्यान्ड राइटिङै बुझेनौ हो र। यो भन्दा राम्रो राइटिङ त यो पृथ्वी लोकमा त कोही मात्रै लेख्छ नानीहरू। यो धेरै कमजोर भएर हो कि धेरै स्मार्ट भएर हो, के हो कुरा? कहाँ बिग्रियो कुरा? ल यहाँ राइटिङमा ध्यान कम देऊ र बोलीको भरमा अलिकति बढी कुरा सुन है त। अनि बोली पनि रहेको छु म, त्यसलाई अलिकति फोकस गर्ने अनि मजाले लेख्ने। अक्षर सानो हो कि क्या हो? ल अच्छा ठिक छ, देखिन्छ। ल वर्डसँगै लेख्दै जाने, खेल्दै जाने। ल अर्को लेख त। यहाँ माटोको प्रकारलाई सम्झिने। माटोको प्रकार सम्झिँदाखेरि यो माटो तपाईँको ठ्याक्कै 5 प्रकारको हुन्छ। पाबरा तही, पाङ्गो माटो, बलौटे माटो, रातो फुस्रो माटो,
तलैया माटो र हिमाली माटो। सीधा कुरा भन्दाखेरि माटोको प्रकारलाई सम्झिँदाखेरि माटो तपाईँको कति प्रकारको हो भन्दाखेरि 5 प्रकारको हुन्छ हैन। पाबरा तही, पाबरा तही, पाङ्गो माटो, बलौटे माटो, रातो फुस्रे माटो, तलैया माटो र हिमाली माटो। अल टुगेदर तपाईँको माटोको प्रकारलाई सम्झिँदाखेरि माटो तपाईँको 5 प्रकारको हुन्छ। अब पाङ्गो माटोलाई सम्झिँदाखेरि मुख्य कुराहरूलाई सम्झिँदाखेरि के जसरी तपाईँको पाङ्गो माटो भनेको हैन, यो धान र गहुँ खेतीको लागि, धान र गहुँ खेतीको लागि उपयुक्त मानिने, धान र गहुँ खेतीको लागि उपयुक्त मानिने माटो भनेको तपाईँको पाङ्गो माटो भयो है। यो तपाईँको हैन तराईमा पाइने माटो हैन, तराईमा पाइने माटो भनेको हैन पाङ्गो माटो भयो हैन। यो बलौटे माटो भनेको तपाईँको साल सिसोहरूको लागि, यो साल सिसो जुन रुखहरू छ हैन, साल सिसोको लागि प्रसिद्ध मानिने, को लागि प्रसिद्ध मानिने। रातो फुस्रो माटो भनेको फलफुल, फलफुल खेतीको लागि, फलफुल खेतीको लागि अति उपयुक्त मानिने, अति उपयुक्त मानिने, फलफुल खेतीको लागि अति उपयुक्त मानिने माटो भनेको तपाईँको रातो फुस्रे माटो भयो। तलैया भनेको ताल सुकेर बनेको माटो, ताल भाइ ताल सुकेर बनेको माटो कृषिको लागि उपयुक्त मानिने, कृषिको लागि उपयुक्त मानिने कालो माटो र काठमाडौँ उपत्यकामा पाइने माटो, काठमाडौँ उपत्यकामा पाइने माटो, काठमाडौँ उपत्यकामा पाइने माटो हैन। यो पाङ्गो माटो भनेको धान गहुँ खेतीको लागि उपयुक्त मानिने है। बलौटे माटो भनेको साल सिसोहरूको लागि अति उपयुक्त मानिने, रातो फुस्रो माटो भनेको फलफुल खेतीको लागि अति उपयुक्त मानिने हैन। तलैया माटो भनेको ताल सुकेर बनेको माटो कृषिको लागि उपयुक्त मानिने र कालो प्रकृतिको माटो भनेको तपाईँको तलैया माटो हो। हिमाली माटो भनेको तपाईँको, हिमाली माटो भनेको जौ फाफरहरू हैन, जौ फाफरको लागि प्रसिद्ध मानिने, जाओ फाफरको लागि प्रसिद्ध मानिने, जाओ फाफरको लागि प्रसिद्ध मानिने माटो भनेको तपाईँको कुन हो त भन्दाखेरि हिमाली माटो हो भन्ने कुरा तपाईँले सम्झिने। यो कुराहरू भनेको माटोको सन्दर्भमा यो छोटो र मिठो कुराहरू हो साथीहरू। यति कुराहरू तपाईँले बुझ्नुभयो भने माटोको बारेमा तपाईँलाई योभन्दा धेरै ज्ञानी हुनु परेन, तर यतिले तपाईँको लगभग काम चलिहाल्छ है। सोपाङ्गो माटो, बलौटे, रातो फुस्रो, तलैया, हिमाली, तपाईँको लगभग इक्जाम पोइन्ट अफ भ्यूले कुरा गर्दाखेरि तपाईँले कहिलेकाहीँ यो पनि सोधिन सक्छ कि नेपालमा जम्मा कति प्रकारको माटो पाइन्छ, भइहाल्यो। त्यो पनि एकदम क्वेसन हो। जस्तै तपाईँको नोटमा तपाईँले दिमागमा राख्नु कि जसरी वन कति प्रकारको छ त, वनको प्रकारलाई सम्झिँदाखेरि वनको प्रकार भनेको यो वन पनि तपाईँको 5 प्रकारको हुन्छ भन्ने कुरा तपाईँले सम्झिने, दिमागमा कुरा राख्ने। अब हेर्नुहोस् अर्को भनेको हावा पानीलाई हेर्नुहोस् है, हावा पानी 30 वर्षको मौसमको, 30 वर्षको मौसमको अवस्थालाई हावा पानी भनिन्छ, हावा पानी भनिन्छ। हावा पानीलाई असर पार्ने तत्त्वहरू अन्तर्गत अक्षांश, तापक्रम, सामुद्रिक आर्द्रता, सामुद्रिक आर्द्रता, सामुद्रिक दूरी, सामुद्रिक दूरी, इटिसी है।
त्यस पछाडि नेपालमा रहेको हावापानीलाई नेपालमा रहेको हावापानीलाई 5 भागमा वर्गीकरण गरी अध्ययन गर्न सकिन्छ। पाँच भागमा वर्गीकरण गरी अध्ययन गर्न सकिन्छ। के भनेको यसरी तपाईको हावापानीको टेबल बनाउनु। हावापानीको प्रकार, उचाइ, तापक्रम, तीनटा कुरालाई सम्झिने। अब हेर्नु पहिलो कुरा त के भन्दाखेरि यो उष्ण मनसुनी हावापानी, उष्ण मनसुनी, न्यानो समशीतोष्ण, ठंडा समशीतोष्ण, लेकाली, हिमाली और 58 देखि 1200 मीटर, 1200 देखि 2100 मीटर, 2100 देखि 3750, 3750 देखि 5000, 5000 देखि लिएर तपाईले 8848.86 मीटर। अड़तीस देखि 42, 38 देखि 42 डिग्री सेल्सियस, 24 देखि 32, 15 देखि 20, 10 देखि 15, 0 डिग्री सेल्सियस, 200 सेन्टिमिटर, 125 सेन्टिमिटर, 100 सेन्टिमिटर, 40 सेन्टिमिटर अनि 0 सेन्टिमिटर। म त तपाईले के बुझ्ने भन्दाखेरि गाइस यसरी अब हेर्नु है, यो क्वेशन यहाँबाट एक्जाममा गाइस सोध्छ र प्राय यहाँबाट विद्यार्थी म्याक्सिमम बच्चाले मिस्टेक गर्छ है। यहाँबाट सोध्ने क्वेशन दुईटा छ, दुईटा वे छ, दुईटा प्याटर्न छ है। त्यो भनेको के हो भन्दाखेरि गाइस त्यो कुरा हामीले बुझ्नु पर्यो। यसरी तपाईको भन्दा पहिला क्वेशन के हुन्छ भन्दाखेरि यो हावापानीको जम्मा कति प्रकार छ, यो नेपालमा जम्मा कति प्रकारको हावापानी पाइन्छ? 5। पहिलो कुरा, ठण्डा समशीतोष्ण हावापानी कति उचाइमा छ त? त्यस्तो कुराहरु के। उष्ण मनसुनी हावापानी कति उचाइमा छ? लेकाली हावापानी कति उचाइमा छ? यो भनेको अन्तिम कुराहरु छ। यो कुराहरु त्यति बढी क्लासमा पढाइ पनि हुँदैन मजाले, तर म तपाईहरुलाई केही पनि छोड्न चाहदिन। लगभग हरेक कुराहरु टच गरेर मजाले हैन तपाईलाई म दिन चाहन्छु कुराहरु। सो तपाईले यो कुराहरुलाई बुझ्ने। सो सिम्पल वेमा भन्दाखेरि यहाँ जति पनि तामझाम छ, जति पनि कुराहरु छ, त्यो कुरा दिमाग नलगाइकन त्यसलाई के गर्ने त मजाले याद गर्ने। र तपाईहरु जुन गरिराख्नु भएको छैन हो, मलाई एउटा कुरा भन्नुस् त, जति कुराहरु पढाइन्छ त्यो कुराहरु याद गर्नुहुन्छ कि नाइ? कमेन्टमा लेख्नुस् त छिटो छिटो, जल्दी लेखो। याद गर्नुहुन्छ कि नाइ? सक्दो नाइ नै आउँछ। एकदम इमानदारीतापूर्वक जवाब दिनुस्, इमानदारीतापूर्वक। कोही बोल्दैन फेरि। गर्छौं सर, गरिन्छ सर, तर गर्नु के सक्दो। हेर्नु तपाईहरु जुन पर्पसले मसँग जोइन हुनु भएको छ नि, त्यो पर्पस तपाईँको पूरा हुनु पर्यो के। मिनिमम मानव यदि प्री टेस्ट को लागि तपाईं जोइन हुनु भएको छ भने प्री टेस्टमा कम से कम नाम निस्किनु पर्यो के। यो हैन कि फिजिकली पढेर मात्रै नाम निस्किने, अनलाइन पढेर नामै ननिस्किने। नो, त्यस्तो नो।
हामी जहाँको छौँ जहाँबाट छौँ हैन, नाम हामीले के गर्नु पर्यो त निकाल्नु पर्यो गाइज। त्यो लेभलको मेन्टालिटी बनाउनु, त्यो तरिकाको तपाईँ केयर पनि पाउनुहुन्छ। त्यो कोर्स सिधै पनि मन ठाडो नगर्नु होला, हामी के गर्छौँ तपाईँले रिपिट गराउँछौँ कुराहरूलाई होइन। सो लगभग मजाले पढ्नु के, सिधा कुरा के भन्दाखेरि याद गर्दै जानु न भइहाल्यो कि, धेरै गर्नै पर्दैन केही, याद गर्दै जान टक्क होइन मजाले अनि भइहाल्छ है त। सो त्यो कुराहरूले मजाले बुझ्ने गाइज। ल सो यति लेख्नु भयो। यो नेपालमा रहेको हावापानीलाई 5 भागमा वर्गीकरण गरेर गर्न सकिन्छ। उष्ण मनसुनी, उचाइ सुचाइ, दिमागमा सबथोक सेम टु सेम खाइदिने के, तनावै नलिने है त। जसरी मानौ तपाईँले म एउटा कुरा के भनिदिएँ भन्दाखेरि, जसरी मुक्तिनाथ छ नि, मुक्तिनाथको मन्दिर, त्यसको मुक्तिनाथ जुन तपाईँको मुस्ताङमा छ, 3800 मिटरको उचाइमा छ। तपाईँ मलाई के भन्नुहोस् कि यो कुन हावापानी यसमा पाउँछ त? ल ट्राई गर्नुहोस् त। मैले तपाईँलाई उचाइ भनिदिएँ है त। जसरी मुक्तिनाथ जुन छ नि, मुक्तिनाथको मन्दिर जुन छ त्यो तपाईँको 3800 मिटरको उचाइमा छ है गाइज। यो कुन हावापानी, यहाँ कुन हावापानी पाइन्छ त? यहाँ डायग्राम हेरेर भन्नुहोस् त, यहाँ कुन? लेकाली हो। किनभने अब हेर्नु, यो कुरा बुझ्नलाई मानव तपाईँले यदि यो त याद हुनै पर्यो नि गाइज हो। त केही केही कुराहरू जुन तपाईँले याद गर्नुपर्ने कुराहरू हुन्छ नि, म तपाईँलाई पठाइदिन्छु नि हो। त्यो तपाईँले के गर्ने त, लेखेर कपीमा मजाले याद गरि नै हाल्ने। त्यो कुराहरूलाई जुन कुराहरू लेखाइन्छ भनिन्छ त्यो कुराहरू तपाईँले मजाले याद गरिहाल्ने। सो नेपालमा रहेको हावापानीलाई जम्मा 5 भागमा वर्गीकरण गरेर अध्ययन गर्न सकिन्छ। सो यसलाई हामीले यसरी बुझ्यौँ। ऋतु, ऋतु भनेको जम्मा 6वटा है त। यो नेपालमा रहेको ऋतुहरूलाई जम्मा भएको 6 भागमा वर्गीकरण गर्न सकिन्छ है। त्यो भनेको तपाईँको कस्तो भन्दाखेरि बग्री बसेपछि बग्री बसेपछि, अब हेर्नु बबाट बसन्त, यो गिरीबाट ग्रीष्म, बबाट वर्षा, सबाट शरद, हेबाट हेमन्त अनि सीबाट शिशिर। यो भनेको यसरी ऋतु त भयो गाई। जसरी बसन्त भनेको चैत वैशाख, यो भनेको ज्येष्ठ असार, तपाईँको एकदम सिक्वेन्समा छ गाई। ज्येष्ठ असार, यो भनेको श्रावण भदौ, यो भनेको श्रावण भदौ, यो भनेको असोज कार्तिक, यो भनेको मङ्सिर पुष, अनि यो भनेको तपाईँको माघ फागुन। यो भनेको माघ फागुन। त्यो सायद मैले बुझ्नु। तपाईँलाई अब इक्जाममा सोधियो कि शरद ऋतु कुन कुन महिनामा शरद ऋतु पर्छ त? असोज र कार्तिक। अब यस्तो, यो क्वेसनहरू धेरै सिम्पल छ गाइज, तर इक्जाममा आयो भने तपाईँलाई धेरै तनाव दिन्छ क्वेसनहरू यदि तपाईँको प्र्याक्टिसको लेभल राम्रो छैन भने है। सो बसन्त ऋतु, ग्रीष्म ऋतु, वर्षा, शरद, हेमन्त र शिशिर गरेर तपाईँको 6वटा ऋतु भयो। बसन्तमा तपाईँको चैत वैशाख भयो, ग्रीष्ममा ज्येष्ठ असार होइन, वर्षामा तपाईँको श्रावण भादौ, शरद भनेको असोज कार्तिक, हेमन्त भनेको मङ्सिर पुष, एन्ड शिशिर भनेको फाइनली माघ र फागुन गरेर तपाईँको यसरी छ। गाइज सुन्नु न, कुराहरू त मजाले बुझिन्छ नि के हो कुरा? फास्ट जस्तो भयो जस्तो फिल हो भने मलाई भन्नु है। मजाले बुझिन्छ नि एभ्रीबडी? ल यहाँ हेर्नु त। सो ऋतु भनेको जम्मा 6वटा भयो टक्क होइन। अब 6वटा ऋतुमा तपाईँको जसरी कुन ऋतु कुन महिनामा पर्छ सोधिन्छ कि इक्जाममा, अनि तपाईँले त्यो तरिकाले यसलाई कोपरेट गर्ने, क्वेसनहरू बनाउने। अनि होइन यो टपिक खत्म हुने बित्तिकै म तपाईँको नेपालको भूगोलको फेरि टेस्ट लिन्छु। ल त्यो बेला मजाले आफ्नो तरिकाले गर्नु होला। ल सो ऋतु भनेको जम्मा 6वटा भयो, अल्टुगेदर यसरी बुझ्ने। अब हेर्नुहोस् त, जसरी तपाईँको यो झरनाहरूलाई थोरै सम्झिनु पर्यो गाइस। झरनाहरू जसरी नेपालका केही झरनाहरूलाई तपाईँले टक्क सम्झिने है। ल एउटा त जसरी तपाईँको पचाल झरना, पचाल झरना कुन जिल्लामा छ त? कालीकोट। पचाल झरना भनेको कालीकोट है। रूपसे झरना, रूपसे झरना र बोक्सी झरना र तातो पानी झरना सब भनेको म्याग्दीमा छ।
म्याग्दी सुलीगढ झरना भनेको डोल्पा ह्याप्तुङ भनेको तेह्रथुम ह्याप्तुङ झरना भनेको तेह्रथुम ह्याप्तुङ झरना भनेको तेह्रथुम पचाल झरना कालीकोट हैन रूपसे झरना बोक्सी झरना तत्वपानी भनेको म्याग्दी सुलीगढ भनेको अक्टोपस झरना पिङ्की कहाँ छ अक्टोपस झरना कहाँ छ लमजोङ अक्टोपस झरना भनेको लमजुङमा छ ओडारी खोलाको झरना ओडारी खोलाको झरना ओडारी खोलाको झरना र खुवा झरना उदयपुर दिप्रुङ झरना खोटाङ दिप्रुङ झरना सहस्त्रधारा भनेको पर्वत सहस्त्रधारा भनेको पर्वत ओडारी खोलाको भनेको हैन पचाल झरना भनेको कालीकोट जङ्गे झरना रौतहट नमस्ते झरना धनकुटा फुङफुङ झरना नुमाकोट अब हेर्नु फुङफुङे झरना भनेको ताप्लेजुङ पुरनधारा झरना भनेको दाङ जिल्लामा छ पुरनधारा कुन जिल्लामा छ त दाङ जिल्लामा छ भनेको तपाईले सम्झिने हेर्नु पचाल झरना भनेको कालीकोट भयो रूपसे झरना बोक्सी झरना धतोपानी झरना म्याग्दी सुलीगढ भनेको डोल्पा है त गाइस सुलीगढ भनेको डोल्पा अक्टोपस भनेको लमजुङ ओडारी खोलाको झरना खुवा झरना भनेको उदयपुर दिप्रुङ झरना भनेको खोटाङ भयो तपाईको सहस्त्रधारा भनेको पर्वत जङ्गे झरना भनेको रौतहट नमस्ते झरना भनेको तपाईको धनकुटा फुङफुङ झरना भनेको नुमाकोट फुङफुङे झरना भनेको ताप्लेजुङ पुरनधारा भनेको तपाईको के त दाङ है त यो भनेको मैले तपाईलाई बेसिक झरनाहरुको नाम भने यसमा तपाईहरु 30 वटा अझै थप्नु होला 30 वटा आफै थप्ने है सर्च गरेर 30 वटा आफै थपिहाल्नु होला 30 वटा झरनाको नाम आफै थप्नु होला तलको दिपुङदेखि तलको यो ओडारी खोलाको झरना खुवा झरना उदयपुर ओडारी खोलाको झरना खुवा झरना भनेको यो दुईटै भनेको तपाईको कहाँ छ भन्दाखेरि उदयपुरमा छ दिप्रुङ झरना भनेको खोटाङमा छ सहस्त्रधारा भनेको पर्वत जङ्गे झरना भनेको रौतहट नमस्ते झरना भनेको धनकुटा फुङफुङ झरना भनेको नुमाकोट फुङफुङे झरना भनेको ताप्लेजुङ पुरनधारा भनेको दाङ र बाँकी जुन झरनाहरू छ नि आफै तपाईँ थप्नु होला यसमा नेपालका केही भन्ज्याङहरू नेपालका केही भन्ज्याङहरू नेपालका केही भन्ज्याङहरू है त यो नेपालका केही भन्ज्याङहरूमा जसरी तपाईको लुगुला भन्ज्याङ कहाँ छ मनाङ लुगुला भन्ज्याङ मनाङ मरिम भन्ज्याङ कहाँ डोल्पा ओलाङचुङ गोला भन्ज्याङ ताप्लेजुङ उराई भन्ज्याङ उराई
उराई भन्ज्याङ बझाङ भन बझाङ झुमा कोदारी झुमा कोदारी सिन्धुपाल्चोक अब हेर्नु च्याङ्ला भन्ज्याङ च्याङ्ला भन्ज्याङ हुम्ला हुम्लाको च्याङ्ला भन्ज्याङ चाट टिखा झिझा मतलब चाबुक टिपताला हांगला हांगला झिनस्याङ झांगला यो सब भन्ज्याङ भनेको ताप्लेजुङ जिल्लामा छ हाउ छिरापो सभा भात भटेनी उम्बक छिरनचोभा रांगला पोप्टी यो भन्ज्याङ भनेको सङ्खुवासभा जिल्लामा पर्छ मनदीप सर याद गरेछ कि नै ल तो गाइज लेख्नु भयो ल गाइज लेख्नुभयो मेरो प्यारो साथी भाइ बहिनीहरू लेख्नु भयो सो यसरी तपाईँले के सम्झिने भन्दाखेरि नेपालका केही भन्ज्याङहरूलाई हामी यसरी लुगुला लुगुला छ है गाइज लुगुला मनाङ अस्तिको सुब्बामा खरिदारमा सोधेको थियो सुब्बामा सोधेको थियो सो लुगुला भन्ज्याङ भनेको मनाङमा मरिम भन्ज्याङ भनेको डोल्पामा ओलाङचुङ गोला ताप्लेजुङ ल यसरी तपाईँले कुरालाई सम्झिने नेपालका केही नदी ताल तलैयाहरू तथा तिनका जिल्ला अब हेर्नु जसरी सबभन्दा पहिला त तपाईँको राराताल भनेको मुगु जिल्लामा छ है र यो राराताललाई 2020 साल चैत्र 13 गते 2020 साल चैत्र 13 गते राराताललाई महेन्द्र ताल भनी घोषणा गरेको थियो महेन्द्र ताल भनी घोषणा यो ताललाई स्वर्ग की अप्सराको उपनाम भनेको राजा महेन्द्रले दिएका थिए जलकपुर माछाको लागि प्रसिद्ध जलकपुर माछाको लागि प्रसिद्ध मानिने रारातालबाट निस्केको खोलालाई रारातालबाट
निस्केको खोलालाई फत्याड खोला भनिन्छ। फत्याड खोला भनिन्छ। रारातालबाट निस्केको खोलालाई फत्याड खोला भनिन्छ भनेर सम्झिने। रारातालपछि दोस्रो सबभन्दा ठुलो ताल। रारातालपछि दोस्रो सबभन्दा ठुलो ताल। रारातालपछि दोस्रो सबभन्दा ठुलो ताल। सबभन्दा ठुलो ताल फोक्सुन्डो ताल है त। यो फोक्सुन्डो ताल तपाईँ कुन जिल्लामा छ भन्दाखेरि डोल्पा, डोल्पा जिल्लामा छ र नेपालको सबभन्दा गहिरो ताल पनि हो यो। नेपालको सबभन्दा गहिरो ताल भनेको फोक्सुन्डो फोक्सुन्डो ताल हो। छरोल्पा हिमताल सबभन्दा ठुलो हिमताल दोलखा जिल्लामा पर्छ। यो भनेको नेदरल्यान्डको सहयोगमा निर्माण भएको। नेदरल्यान्ड, नेदरल्यान्डको सहयोगमा निर्माण, नेदरल्यान्डको सहयोगमा निर्माण भएको दोलखा जिल्लामा पर्ने यो छरोल्पा हिमताल। त्यस पछाडि तपाईँको यो छरोल्पा हिमताललाई सम्झिँदाखेरि यसमा तपाईँको उपासना मल्लले साइकल चलाएकी थिइन्। उपासना मल्लले साइकल चलाएकी थिइन्। उपासना मल्लले साइकल चलाएकी थिइन् छरोल्पा हिमतालमा। र छरोल्पा हिमताल तपाईँको कुन देशको सहयोगमा निर्माण भएको भन्दाखेरि नेदरल्यान्ड देशको सहयोगमा तपाईँको छरोल्पा हिमतालको तपाईँको के भएको त संरक्षण र सम्वर्धन हुने काम तपाईँको हुन्छ भन्ने कुरा तपाईँले सम्झिने। नेदरल्यान्ड देशको सहयोगमा भन्दै दुरेशको फोन गर्नु आएको छ ल। दोस्रो सबभन्दा ठुलो ताल यसरी तपाईँले सम्झिने होइन। छरोल्पा हिमताललाई यसरी तपाईँले दिमागमा राख्ने। यो छरोल्पा हिमताल उपासना मल्लले यसमा साइकल चलाएकी थिइन्। नेदरल्यान्ड देशको सहयोगमा तपाईँको यो छरोल्पा हिमताल निर्माण भएको हो भन्ने कुरा सम्झिने। र दोस्रो सबभन्दा ठुलो ताल भनेको फोक्सुन्डो ताल हो। दोस्रो नेपालको दोस्रो सबभन्दा ठुलो ताल भनेको कुन त भन्दाखेरि फोक्सुन्डो ताल हो होइन। यो पनि सोधेको थियो मध्य प्रदेशमा हो। त्यो कुराहरूलाई सम्झिने। ल छरोल्पा हिमताल दोलखा उपासना मल्लले साइकल चलाएकी थिइन्। नेदरल्यान्ड देशको सहयोगमा तपाईँको निर्माण भएको थियो होइन। ल अर्को लेख्नु त अब जसरी इन्द्र पोखरी कहाँ छ? इन्द्र पोखरी लमजुङ। इन्द्र पोखरी लमजुङ है। सुरमा सरोवर, सुरमा सरोवर बझाङ। भाले बाँच्ने ताल, भाले बाँच्ने ताल भनेको म्याग्दी। भाले बाँच्ने ताल भनेको म्याग्दी। सत्यवती ताल, सत्यवती ताल नन्दन, सत्यवती ताल नन्दन ताल सुके ताल पाल्पा जिल्लामा छ। सत्यवती ताल नन्दन ताल र सुके ताल तपाईँको कुन जिल्लामा छ त? पाल्पा जिल्लामा छ। इन्द्र पोखरी लमजुङ सुरमा सरोवर बझाङ भाले बाँच्ने ताल भनेको म्याग्दी। सत्यवती ताल नन्दन ताल सुके ताल भनेको पाल्पा जिल्लामा छ भन्ने कुरा तपाईँले सम्झिने। उपासना मल्लले साइकल चलाएकी थिइन्। इन्द्र पोखरी लमजुङ सम्जुङ दिमागमा राख्ने। रानी ताल र झिलमिला ताल, रानी ताल, रानी ताल र झिलमिला ताल, रानी ताल र झिलमिला ताल भनेको कहाँ छ त? कञ्चनपुर, कञ्चनपुर रानी ताल है। रानी पोखरी कहाँ छ? रानी पोखरी काठमाडौँ। अनि राजा रानी पोखरी कहाँ छ गाइज? पिङ्की राजा रानी पोखरी मोरङ। गुड। अनि राजा रानी ताल? राजा रानी ताल धनकुटा। राजा रानी ताल धनकुटा
गंगा सागर, धनुषा, रौता पोखरी, उदयपुर, पतारी पोखरी, पतारी पोखरी, सिराहा, खेवाताल, कास्की, बिस हजारी ताल, नंद भाउजू ताल, नंद भाउजू ताल, 20,000 ताल, नंद भाउजू ताल, तमोर घैला, तमोर घैला ताल, कसरा ताल, सब तपाईको चितवनमा भयो रहेछ। गजेरी ताल, रूपन्देही, महिना महिना कहाँ छ? लगाइ दुईटा छ ल। महिना महिना कहाँ छ? महिना महिना ताल, उदयपुर, उदयपुर, सैना महिना ताल, सैना महिना ताल, रूपन्देही लगाइ। सो यति लेख्नु पहिला, यति लेखिदिए मैले। 30 वटा आफै थप्ने, तपाईले 30 वटा थप्ने, दामी बनाउन नोट, त्यसपछि हेर्नु जलवा तपाईहरुको। लगाइ ल। सो यो कुराहरु तपाईले लेख्नुहुन्छ है, र तपाईले मैले आज केही होमवर्क पनि दिन्छु ल। त्यसरी सबभन्दा केही खनिज पदार्थ तथा तिनका जिल्लाहरू, कुन खनिज पदार्थ कुन जिल्लामा पाउँछ पहिलो, त्यसपछि जसरी तपाईले हैन यो केही विशेषतागत कुराहरू पनि तपाईले याद गर्नुपर्छ के, केही विशेषतागत यो तपाईहरुले सर्च गर्नुपर्छ आफै। जसरी हिमाल पारीको जिल्ला कुन त? हिमाल पारीको जिल्ला, हिमाल पारीको जिल्ला मनाङ मुस्ताङ है। यो नेपालको श्रीलङ्का भनेर कसलाई चिनिन्छ? नेपालको श्रीलङ्का, कोशी टप्पू हो। यस्तै गरेर तपाईले कम से कम 50 वटा विशेषता यति लेखेर आउने। सो यो होमवर्क भयो, यो पनि होमवर्क भयो। आज तपाईले धेरै होमवर्क पाउनुभयो। यति मजाले गर्नुस् र भोलिदेखि हामी नयाँ टपिक सुरु गर्छौं साथीहरु। ल।